हेलो नमस्ते एभ्रिवान। धेरैजनाले चाहिँ हामीलाई सोध्नुहुन्छ हजुरहरूको अफिस कहाँ छ भनेर। सो हाम्रो अहिले HQ चाहिँ कोभेन्ट्रीमा छ भने अर्को फ्रेन्चाइज चाहिँ फार्नब्रोमा छ। सो त्यस्तै गरेर चाहिँ केन्ट एरियाको लागि चाहिँ हामीले आशफोर्डमा हेर्दैछौँ। सो हजुरले देख्नुहुन्छ दिस इज केन्ट हाउस इन आशफोर्ड। अनि यसमा चाहिँ अफिसहरू एकदम मजाको रहेछ। कम्युनल एरियाहरू नयाँ एकदम ब्रान्ड न्यू अफिसहरू बनाउँदै रहेछ। नेक्स्ट स्टप चाहिँ यो चाहिँ प्यानोरामामा हो। यो चाहिँ यसमा चाहिँ रिजस भन्ने छ। अनि यो चाहिँ मिटिङ रुम भयो। दिस इज कम्युनल एरिया। कफी मेसिन्स प्रिन्टर्सहरू सबै छ। अनि दिस इज द वर्क एरिया। सो 2-3जनाको लागि चाहिँ पर्फेक्टली फाइन छ, किनभने मोस्ट अफ द टाइम विल बी अन रोड लाइक दिस। अनि अहिले चाहिँ म घर फर्किँदैछु। भोलि चाहिँ हामीले मिडवे एरियामा अफिस हेर्ने चाहिँ विचार गरेको छौँ, जस्ट टु सी वाट आर द अप्सन्स एभाइलेबल इन मिडवे एरिया एज वेल। यो अफिस चाहिँ युनिभर्सिटी अफ ग्रिनिच मिडवे क्याम्पसको पछाडिपट्टि पर्छ। अनि यो अफिसमा चाहिँ म्यासिभ फ्ल्याट्सहरू मात्रै एभाइलेबल रहेछ, सिमिलर टु दिस अफिस एज वेल। सो वान अफ द अफिसेसमा चाहिँ पहिला HSBC ब्याङ्कको चाहिँ ब्रान्च रहेछ, एकदम राम्रो रेसिडेन्सियल एरियामा। अनि यो चाहिँ हाम्रो रनिङ रुट हो। अनि हजुरले देख्न सक्नुहुन्छ भने एट द ब्याङ्क अफ दिस रिभर त्यहाँ चाहिँ फ्लोटिङ ब्रिज छ। अनि हामी चाहिँ त्यो फ्लोटिङ ब्रिज हुँदै हुँदै कुद्न एकदम मजा आउँछ। अनि यो चाहिँ भयो अफिस। अनि वाइल आई वाज देयर वाइ नट डक साइड पनि एकछिन घुम्न जाउँ न त भनेर डक साइडतिर गयो। अनि यो चाहिँ भयो डक साइड, त्यहाँ मेरिटाइम। अनि डक साइडमा पनि अफिस चाहिँ भ्याकेन्ट रहेछ। अनि अब चाहिँ घर फर्किने बेलामा हेलिकप्टरलाई बाई बाई भनेर म घर फर्किएँ।